नमस्ते। आज हामी एउटा निकै पुरानो तर सधैँ सान्दर्भिक लाग्ने नेपाली उपन्यासको कुरा गर्दैछौँ, हृदयचन्द्रसिंह प्रधानको एक चिहान। यो त 2017 सालमा मतलब 60 वर्षभन्दा अघि नै छापिएको है। हो निकै पहिले, तर यसको चर्चा आज पनि उत्तिकै हुन्छ। आज हामीसँग यसका विभिन्न समीक्षा र विश्लेषणहरू छन्। तिनैलाई आधार मानेर कुरा गरौँ न त। हुन्छ। यो उपन्यासले कसरी एउटा सामान्य नेवार किसान परिवारको कथाबाट समाजका ठूला मुद्दाहरू हैन जस्तो गरिबी, जातीय विभेद, वर्ग सङ्घर्ष जस्ता कुरा उठाएको छ, त्यसमै केन्द्रित रहौं। एकदम। हाम्रो उद्देश्य पनि त्यही हो। यो उपन्यासले कसरी श्रमको कदर गर्नुपर्छ, समाज सुध्रिनुपर्छ भन्ने सन्देश दिन्छ, त्यो पनि हेरौँ। ल, त्यसो भए सुरु गरौँ। यसलाई त सामाजिक यथार्थवादी उपन्यास भनिन्छ नि, हैन? हो, किनभने यसले त्यति बेलाको खास गरी काठमाडौँ उपत्यकाको गरिब किसान वर्गको जीवनको तितो यथार्थलाई जस्ताको तस्तै देखाउने कोसिस गरेको छ। पात्रहरूमा जाउँ न त। मुख्य पात्र अष्टनारायण भए, हैन? अनि उनको परिवार। अष्टनारायण, उनकी श्रीमती लातमया अनि छोराहरू शिवनारायण, पुण्यनारायण, हर्षनारायण र छोरी नानी थाकु। यो परिवार नै कथाको केन्द्रमा छ। सुरुमा उनीहरूको अवस्था कस्तो देखाएको छ? एकदमै गाह्रो? एकदमै कठिन। इमान्दार छन्, खूब मेहनत गर्छन्, जस्तो शिवनारायण खेतीपाती गर्छन्, पुण्यनारायण सिकर्मी भए, हर्षनारायण ज्यामी, अनि लातमया र नानी थाकु घर धान्छन्। तर गरिबीले छोडेको छैन, यतिसम्म कि अष्टनारायण बिरामी पर्दा खै उपचार पनि नपाएरै उनको मृत्यु हुन्छ। कस्तो दुःखद। त्यहीबाट त झन् समस्या थपी होला नि परिवारमा। हो नि, त्यो घटनाले परिवारलाई झनै ठूलो सङ्कटमा धकेल्छ। अनि समाजको त्यो धनी र गरिब बीचको खाडल त्यो झन प्रष्ट देखिन थाल्छ। कसरी? कुनै खास घटना छ नि। डाक्टर गोदत्त प्रसाद भन्ने एकजना अब धनी जमिनदार पात्र छन्। उनले नानी थाकुप्रति अलिकति नराम्रो नजर लगाउँछन्। हो र? त्यो त मतलब शक्तिको दुरुपयोग भयो नि। एकदम। पैसा र शक्तिको आडमा कसरी शोषण हुन्छ भन्ने कुराको उदाहरण हो त्यो। तर नानी थाकु उनी डराउँदिनन्। उनले प्रतिवाद गर्छिन्। हो, कडा प्रतिवाद गर्छिन्, आफ्नो आत्मसम्मान जोगाउँछिन्। यो उपन्यासको निकै राम्रो पक्ष हो। यो त महत्त्वपूर्ण कुरा भयो। नानी थाकुको चरित्र बलियो रहेछ। अनि छोराहरू नि? शिवनारायणको के छ? उनी जेठो छोरा हैन? हो, शिवनारायण। उनी पनि उपन्यासका एक किसिमले खै प्रमुख पात्र नै हुन्। बाबु जस्तै इमान्दार, मेहनती छन्, तर उनी अलि विद्रोही स्वभावका छन्। अन्याय सहँदैनन्। मतलब गरिबीबाट मुक्त हुन चाहन्छन्, केही गर्न खोज्छन्। हो, एकदम। तर त्यो बेलाको समाज कस्तो थियो भने उनी जति इमान्दार भए पनि, जति कोसिस गरे पनि त्यो सामाजिक विभेद, अवसरको कमी त्यसले उनलाई अगाडि बढ्न दिँदैन। उनको पात्रमा त्यो बेलाको युवाको आशा र निराशा दुवै देखिन्छ। भनेपछि उपन्यासले समस्या मात्र देखाउने होइन, कतै कतै विद्रोह या परिवर्तनको सङ्केत पनि गर्छ। परम्परा तोड्ने कुराहरू छन् कि? छन् नि, खास गरी विवाहको प्रसङ्गमा। यो उपन्यासले त्यो बेलाको समाजलाई निकै ठूलो चुनौती दिएको छ जस्तो लाग्छ मलाई। कसरी? हर्षनारायणले तामाङकेकी पुतलीसँग बिहे गर्छन्, नानी ठाकुरले मधेसतिरका रामखेलावनसँग। ओहो, अन्तर्जातीय र अन्तर्क्षेत्रीय विवाह। त्यो त 2017 सालतिर त निकै नै आँटिलो कुरा मान्नुपर्छ। हो नि, एकदमै प्रगतिशील सोच हो यो। यसले त्यो जातीय र क्षेत्रीय सङ्कीर्णता तोडेर होइन एउटा बृहत नेपाली एकताको सन्देश दिन खोजेको देखिन्छ। साँच्चै? अनि नानी थाकुको विवाहले अरू केही असर गर्छ? त्यसले सुरमान सुब्बा भन्ने अर्को एउटा अलि षड्यन्त्रकारी खालको पात्र छ, उसको योजना पनि विफल बनाइदिन्छ। त्यो सुब्बाले नानी थाकुलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्न खोजिरहेको हुन्छ, तर विवाहले त्यो हुन दिँदैन। कथा त निकै रोचक र उतार चढावपूर्ण रहेछ। तर अन्त्यतिर जाउँ न। यसको अन्त्य अलि दुःखद छ भन्ने सुनिन्छ नि। हो, अन्त्य अलिकति खै अप्रत्याशित र भनौँ न स्तब्ध पार्ने खालको छ। कतिपय विश्लेषणमा चाहिँ अन्त्यमा कुनै ठूलो बाढी आएर सबैलाई बगाउँछ भन्ने जस्तो कुरा छ। बाढी? त्यो साङ्केतिक हो कि वास्तविक? त्यो साङ्केतिक हुन सक्छ। सायद त्यो बाढीले त्यो परिवारको सङ्घर्ष, उनीहरूको सपनाको अन्त्यलाई मात्र नभएर गरिबी र अन्यायमा पिल्सिएका सिङ्गो वर्गकै नियतिलाई देखाउन खोजेको हो कि? एक चिहान भन्ने शीर्षकले पनि त्यही सामूहिक दुखान्त वा अष्टनारायणको चिहानलाई सङ्केत गर्छ होला है?
हो, त्यो हुन सक्छ। अन्त्यले अलिकति के रे मन भारी बनाउँछ। पात्रहरूलाई फेरि एकपटक सम्झिउ न त। अष्टनारायण भए इमान्दार, गरिबीसँग जुझ्ने किसान। लातमाया एकदमै सहनशील, दुःखमा पनि परिवार सम्हाल्ने आमा। शिवनारायण विद्रोही तर नैतिकवान, महत्वाकांक्षी छोला। अनि नानी थाको। नानी थाको त शोषण विरुद्ध उभिने, आत्मसम्मान भएकी प्रगतिशील छोरी। उनको भूमिका त निकै प्रेरणादायी छ। एकदम। अनि अर्कोतिर डाक्टर गोदत्त प्रसाद र सुरमान सुब्बाहरू भए त्यो शोषक फटाहा वर्गको प्रतिनिधि। अनि पुतली तामाङ र राम खेलावन, उनीहरूले चाहिँ त्यो अन्तर समुदाय सद्भाव र एकताको सम्भावना देखाए। यी सबै पात्रहरूले उपन्यासको विचारलाई बलियो बनाएका छन्। विषयवस्तुको कुरा गर्दा धनी गरिबको खाडल, शिक्षा स्वास्थ्यको अभाव त प्रष्टै देखियो। तर त्योभन्दा गहिरो सन्देश के हो जस्तो लाग्छ? त्योभन्दा गहिलो चाहिँ यसले उठाएको सामाजिक न्यायको प्रश्न हो जस्तो लाग्छ मलाई। यसले जातीय विभेद हुनु हुँदैन, क्षेत्रीयता हुनु हुँदैन, महिला पुरुष बराबर हुन्, अनि सबैभन्दा महत्त्वपूर्ण श्रम गर्ने मान्छेको इज्जत हुनुपर्छ भन्ने कुरा जोडतोडले उठाएको छ। शिवनारायण र नानी थाको जस्ता पात्रहरूले त पुरानो रूढिवादी सोचलाई सिधै चुनौती दिएका छन् नि। हो नि। अनि डाक्टर गोदत्त प्रसाद जस्ता पात्रहरूले कसरी शोषण गर्छन् भन्ने देखाएर त्यसबाट बच्न पनि सचेत गराएको छ। समग्रमा कस्तो समाजको परिकल्पना गरेको देखिन्छ त उपन्यासले? मलाई लाग्छ यसले जात, क्षेत्र, लिङ्ग जस्ता कुराभन्दा माथि उठेको, सबैले सबैको श्रमको कदर गर्ने अनि भावनात्मक रूपले जोडिएको एउटा एकीकृत नेपाली समाजको सपना देखेको छ। यो सन्देश त त्यति बेला जति महत्त्वपूर्ण थियो आज पनि उत्तिकै छ होला। छ नि, एकदमै। सायद त्यही भएर पनि यो उपन्यास नेपाली साहित्यमा यति महत्त्वपूर्ण मानिन्छ है। अनि लेखक स्वयं हृदयचन्द्र सिंह प्रधानको जीवनको अनुभव पनि यसमा जोडिएको छ भनिन्छ नि। हो, भनिन्छ। उहाँले आफै पनि गरिबी भोग्नुभयो, रोगसँग लड्नुभयो, आफ्नै मेहनतले पढ्नुभयो। त्यो अनुभवको प्रतिबिम्ब उपन्यासमा देखिन्छ। त्यसले गर्दा कथा झनै जीवन्त र खै यथार्थपरक लाग्छ। अनि यो त पाठ्यक्रममा पनि समावेश छ हैन? कक्षा 12 मा। हो, छ। यसको सामाजिक सन्देश र साहित्यिक महत्त्वले गर्दा नै होला। पाठकहरूले चाहिँ कस्तो प्रतिक्रिया दिएका छन्? समग्रमा राम्रै मानिन्छ? अधिकांशले यसको कथा, पात्र चित्रण अनि त्यो सामाजिक सन्देशको निकै प्रशंसा गरेका छन्। खास गरी शिवनारायण र नानी थाकु जस्ता पात्रहरू धेरैको मनमा बसेका छन्। तर केही आलोचना पनि छन् कि? सामान्य आलोचनाहरू जस्तो कथा अलि सोझो भयो कि वा बीचमा गति अलि कम भयो कि भन्ने जस्ता कुराहरू कतै कतै सुनिन्छ। तर समग्रमा यसको जुन भावनात्मक प्रभाव छ त्यो बलियो छ। भनेपछि निष्कर्षमा के भन्न सकिन्छ त? एक चिहान खालि एउटा परिवारको दुःखको कथा मात्रै होइन रहेछ। त्योभन्दा धेरै हो। यो त समाजको पिँधमा पारिएकाहरूको आवाज बोल्ने अनि एउटा राम्रो न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भनेर सपना देखाउने एउटा शक्तिशाली साहित्यिक रचना हो। र तपाईँले अघि भने जस्तै यसले उठाएका मुद्दाहरू वर्ग, जात, शोषण, अवसर, एकता, यी कुराहरू त आज पनि हाम्रो समाजमा खै उस्तै छन् कि जस्तो लाग्छ। त्यही त। पात्रहरू फेरियो होलान्, परिवेश अलि बदलियो होला, तर त्यो प्रवृत्ति, त्यो द्वन्द्व त कायमै छ नि, होइन र? हो। आज हामीले एक चिहान उपन्यासले कसरी गरिबी, अन्याय देखाउँदै श्रमको सम्मान र मानवीय एकताको कुरा गर्छ भन्ने बारे गहिरिएर कुरा गर्यौं। अष्टनारायणको परिवारको कथाले साँच्चीकै मन छुन्छ। र एउटा कुरा के भने, उपन्यासमा जुन देखाइएको छ नि, एकातिर त्यो शोषक परम्परावादी शक्ति, अर्कोतिर शोषित र अलि प्रगतिशील सोच भएकाहरू, यो खालको टसल त आज पनि हाम्रो समाजमा छँदैछ नि, अलि फरक रूपमा होला। एकदमै। यो निकै विचारणीय कुरा हो। अब जाँदा जाँदै एउटा प्रश्नमा सोचमग्न हुन छोडौँ न त। उपन्यासको त्यो अन्त्य, त्यो सामूहिक चिहान वा लहरले खालि पात्रहरूको भौतिक अन्त्य मात्रै बुझाउँछ होला? कि त्यसले त्यो गरिबी र विभेदको भुमरीमा परेर कहिल्यै पूरा हुन नपाएका हजारौं लाखौं आशाहरूको, सपनाहरूको मृत्युलाई पनि सङ्केत गर्छ? यसले आजको समाजको कुन यथार्थ देखाउँछ होला? हो, यो गहिरो प्रश्न हो। खैर, आजको यो साहित्यिक विमर्शमा साथ दिनुभएकोमा धेरै धन्यवाद। अर्को पटक यस्तै कुनै रोचक विषयमा फेरि भेटेर कुरा गरौँला। धन्यवाद। धन्यवाद।